सेलेक्सन गरेर छानेर त्यो समाजले पत्याएर नै तपाईँले सर्टिफाई गरेर पठाएको हुन्छ त्यो कुरा नै मान्नुपर्छ यो अहिलेको खर्चको परिमार्जन गर्ने कुराहरू चाहिँ भोलि अलि अप्ठ्यारो नहोस् जानेर मात्रै समाजमा जानेका कुराहरू समाजमा गएर गर्नुपर्ने रहेछ ल गाइजहरू सबैजनालाई वेलकम छ फेरि पनि मेरो भिडियोमा आज चाहिँ हाम्रो हेल्पपोस्टमा यता स्वयंसेविका कार्यक्रम हुँदैछ 10 दिने आधारभूत तालिम आज चाहिँ सम्पन्न हुँदैछ र समापन सत्रमा छौँ र अब चाहिँ हाम्रो यहाँ कार्यक्रमको भिडियोमा क्लिप गर्दैछु सरलाई स्वागत छ ल आज चाहिँ चिया कलर यसो भिडियो बनाउनु पर्यो भनेर यस्तो छ साथीहरू यहाँ यस्तो मजाले फुल फुल्या छ ल अनि आज यहाँनिर जिल्लाबाट पनि आउनु भएको छ पालिकाबाट अब ट्याक्क भिडियो बनाउँछु म चाहिँ यो चाहिँ हाम्रो लादुक स्वास्थ्य चौकी हो यस्तो छ काम गर्ने ठाउँहरू यताभित्र यस्तो छ साथीहरू यसरी फुलहरू फुलेको छ यो चाहिँ हाम्रो गमलामा ट्याक्क फुलहरू रोपेको छौँ यता यस्तो छ यो चाहिँ भित्र अफिस हो यो पोस्टर कर्नर वडा चाहिँ श्री रामचन्द्र खड्काजीको हार्दिक अनुरोधहरू चाहिँ प्रमुख विकासकरण प्रतिदिन हुनको लागि यस बिउ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूको हार्दिक अनुरोध गर्दछु मेरो नाम सरिता थापा मगर बिगु गाउँपालिका वडा नम्बर 7 बिगु सम्पूर्णमा नमस्कार मेरो नाम दिलमाया थामी बिगु 7 र साबिको वार्ड 9 र म बस्ने चाहिँ राखौँ सबैलाई नमस्कार म अनिता तुलाल बिगु गाउँपालिका 7 बस्ने छ यहाँहरू सम्पूर्ण नमस्कार ईश्वर कुमार खड्का मेरो अहिले स्थायी ठेगाना चाहिँ बिगु 1 लामा बगरै हो मैले काम गर्ने चाहिँ कालिम्पोङ गाउँपालिका सिंगटी प्राथमिक अस्पताल नमस्कार म दिलमाया बुढा मगर मेरो स्थायी ठेगाना चाहिँ सुर्खेत म अहिले जनस्वास्थ्य कार्यालयमा सम्पूर्ण नमस्कार म गोमा कुमारी आले म बिगु गाउँपालिका स्वास्थ्य शाखामा काम गर्छु सबैलाई नमस्कार म रत्न थामी बिगु गाउँपालिका वडा नम्बर 4 लम्पु अहिले चाहिँ बिगु गाउँपालिका स्वास्थ्य शाखा उपस्थित सम्पूर्ण नमस्कार मेरो नाम दिलेन्द्र बुढा मगर जनस्वास्थ्य अधिकृत जनस्वास्थ्य कार्य दौरा प्रमुख मेरो घर चाहिँ बागलुङ जिल्ला पर्छ सबैमा नमस्कार मेरो नाम नवीन गिरी मेरो घर चाहिँ नजिकै हो सिन्धुपाल्चोक अहिले चाहिँ यहाँ बिगु गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सम्पूर्ण नमस्कार म रामचन्द्र खड्का मेरो घर चाहिँ बिगु गाउँपालिका वडा नम्बर 4 साबिक चाहिँ वडा नम्बर 1 प्रकृतिका कोटि कोटि सम्पदाको आशा बिरहरू गरागतले स्वतन्त्र आचरण ज्ञान भूमि शान्ति भूमि तराई पहाडी माला अखण्ड प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति संविधान अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल 10 दिनसम्म चाहिँ हामीले अब स्वास्थ्य आधारभूत तालिम दियौँ यसमा चाहिँ हामीले पहिला धेरै कुरा नजानिकन पनि गरेका थियौँ भने अहिले आएर पढेर धेरै सिक्यौँ हामीले नजानिकन कुराहरू गर्न नहुने रहेछ जानेर मात्रै समाजमा जानेका कुराहरू समाजमा गएर गर्नुपर्ने रहेछ र भन्नुपर्ने रहेछ भन्ने कुरामा निष्पक्ष त भयौँ र हामीलाई सरकारले दिएको दायित्व अनुसार हामीले समाजमा गएर स्वास्थ्य सम्बन्धी जाने बुझेका र यकिन गरेका कुराहरू मात्रै गर्नुपर्छ रेका भरमा र अरूले रे यस्तो भनेको भरमा कुरा गर्नुहुन्न भन्ने कुरा हामीले तालिमबाट धेरै सिकेका छौँ
र यो 10 दिने बसाइमा धेरै राम्रो लागेको छ, धेरै राम्रा कुराहरू सिक्न पाएका छौँ र यसमा अझै यस तालिमलाई चाहिँ समग्र रूपमा आफ्नो आफ्नो ओडागत हिसाबले ल्याइदिनु भयो भने आफ्नै ओडामा बसेर आफूले जाने नजानेका कुराहरू सिक्नलाई सहज हुन्थ्यो भन्ने चाहिँ हामी सम्पूर्णलाई लागिरहेको छ। र बाँकी विभिन्न स्वास्थ्यगत कुराहरूमा चाहिँ अब हामीले गाउँघरबाट सूक्ष्म तरिकाले हामीले चाहिँ स्वास्थ्यको कुराहरू ल्याएर वडा पालिका र जिल्ला केन्द्रसम्म पुर्याउने हुनाले हाम्रो दुःख धेरै छ। यस दुःखको पारिश्रमिक चाहिँ जनस्वास्थ्य कार्यालयदेखिबाट होइन केन्द्रसम्म हाम्रो स्वयंसेविकाहरूको चाहिँ गुनासो पुर्याइदिनु हुन्थ्यो कि मूल्याङ्कन गरिदिनु हुन्थ्यो कि भन्ने चाहिँ हामी सबै स्वास्थ्य स्वयंसेविका कर्मीहरूको मनोभावनात्मक कुरा रहेको छ। र अब अरू त ठिक छ, अब राम्रो लागेको छ, यसरी कार्यक्रमहरू चलाइदिनु खुसी लागेको छ। हामीलाई प्रशिक्षण दिने सरले राम्रो दिनुभएको छ र यही हेल्पको सरहरूले नि हामीलाई राम्रोसँग प्रशिक्षण दिनुभएको छ। 10 दिन 15 दिन 10 दिनभन्दा पनि कम गरेर तालिम गर्नु भने चाहिँ हामीले लिन सक्दैनौँ तालिम भन्ने चाहिँ मलाई नै लागिरहेको छ। किनभने 10 दिनभन्दा पनि कम तालिम गऱ्यौँ भने हामीले धेरै बुझ्न सक्दैनौँ, बुझेका छौँ, बुझेकालाई परिमार्जन गर्न गाह्रो हुन्छ र यसलाई चाहिँ आफ्नो आफ्नो वडा अन्तर्गत गरिदिनु भयो भने धेरै सहज हुन्थ्यो भन्ने यति भनेर राख्दै बिदा हुन्छ। केही कुराहरू मैले चाहिँ जिज्ञासा अघि पनि हाम्रो महिला स्वास्थ्य स्वयंसेविकाकै कुरालाई मैले अलिकति थप्न चाहेँ। उहाँहरूको मुख्य जिज्ञासा भनेको चाहिँ यत्रो अब कम्युनिटीमा काम गर्नुहुन्छ, यो मूल्याङ्कन चाहिँ वडा पालिका र स्वास्थ्य कार्यालय र राष्ट्रले पनि अहिलेसम्म त्यस्तो खालको मूल्याङ्कन नगरिरहेको अवस्था छ। अब भविष्यमा कार्ययोजना बनाउँदाखेरि उहाँहरूलाई चाहिँ लक्षित गरेर त्यस्ता खालको अलिक सान्दर्भिक कार्यक्रमहरू बनाइयोस् र त्यो खालको ल्याइयोस्। यसरी अब अहिलेको पनि समस्या हामी चाहिँ जे भए पनि म पहिला पनि यही काम गरेको भएर अलिकति यताउता गरेर यहाँलाई चाहिँ स्थानीय स्रोत साधनलाई नै प्रयोग गरेर हामीले यो कार्यक्रमहरूलाई सफल पारेका छौँ। अब बिगुदेखि आउनु भएको छ, ओराङदेखि आउनु भएको छ। हाम्रो बजेटको पुरा सिलिङ त्यही हो, सबैलाई थाहै छ, जम्मा 400 रुपियाँ हो जहाँ गए पनि, खाने के बस्ने के यातायात के। त्यस कारण यो कुरा अपुग छ, यसलाई के गर्न सकिन्छ। जिम्मेवारी व्यक्तिहरू यही हुनुहुन्छ ट्यासमा। पालिकाले सम्बोधन गर्ने हो कि वडाले सम्बोधन गर्ने हो कि जिल्ला स्वास्थ्य कार्यालयले सम्बोधन गर्ने हो, यी कुराहरूलाई आगामी दिनमा सम्बोधन गरियोस्। र यो कार्यक्रममा चाहिँ यहाँहरूले बसेर यो 10 दिनसम्म चाहिँ बसेर स्वास्थ्यसँग सम्बन्धित धेरै विषयवस्तु यहाँहरूले सिक्नु भएको छ। त्यो विषयवस्तुलाई चाहिँ हामीले चाहिँ आफ्नो नजिकैको सामुदायिक स्तरमा कसरी चाहिँ त्यसलाई प्रयोग गर्ने भन्ने हिसाबले जानकारी पाउनु भएको छ। योभन्दा अगाडि चाहिँ तपाईँले आफ्नो हिसाबले मात्रै अगाडि बढिराख्नु भएको थियो, यो हामीले यो गर्नुहुन्छ, यो गर्नु हुँदैन, यो चाहिँ स्वास्थ्यसँग ठिक छ, यो चाहिँ स्वास्थ्यसँग ठिक छैन भन्ने पनि यहाँलाई जानकारी थिएन। आमासँगले छानिदिनु भयो, तपाईँहरूले त्यसैको आधारमा चाहिँ काम गरिराख्नु भएको थियो भने यो 10 दिनसम्म पक्कै पनि स्वास्थ्यमा चाहिँ यो चाहिँ गर्नु पाइने रहेछ, यो चाहिँ हामीले गर्न नहुने रहेछ भन्ने पनि यहाँले जानकारी प्राप्त गर्नुभएको छ। यो 10 दिनसम्म चाहिँ यहाँहरू नियमित उपस्थित हुनुभएको छ। हाम्रो ईश्वर दाई विशेष गरी उहाँले धेरै यहाँलाई चाहिँ सिकाउने कोसिस गर्नुभएको छ, यहाँले धेरै जानकारी प्राप्त गराउनु उहाँले कोसिस गर्नुभएको छ। मेरो व्यक्तिगत तर्फबाट र विगो पालिका तर्फबाट उहाँलाई पनि विशेष धन्यवाद छ। र
सन्दर्भमा चाहिँ जस्तो अघि पनि कुरा भइसक्यो। अब हरेक वडा वाइज चाहिँ तपाईँहरूले तालिम गरिदिनु भएको भए हामीलाई सजिलो हुन्थ्यो भन्नुभएको छ। त्यो एकदमै राज कुरा पनि हो। त तालिमको पनि आफ्नै प्रकृति हुन्छ, आफ्नै नियमहरू हुन्छ। त्यसमा अब कुनै पनि अब हाम्रो यो स्वयंसेवी तालिम गर्दाखेरि चाहिँ कम्तीमा पनि 15जनादेखि 20जनाको चाहिँ मिनिमम हुनुपर्छ भन्ने हुनाले तपाईँहरू चाहिँ अब एउटै वडामा धेरै हुनुहुन्न। यो आधारभूत तालिम लिइसकेका धेरै दिदीबहिनीहरू हुनुहुन्छ पहिले पनि, उहाँहरूलाई फेरि दोहोऱ्याएर दिने कुरो पनि भएन। त्यस कारणले गर्दाखेरि हाम्रो एउटा बाध्यता पनि हो तपाईँहरू सबैलाई विभिन्न वडाबाट बोलाएर यसरी जम्मा गरेर सञ्चालन गर्नुपर्ने एउटा बाध्यता पनि छ। त्यसलाई पनि बुझिदिनु गर्न चाहन्छु। अर्को कुरा गर्दा चाहिँ अब हाम्रो उच्च सरले पनि भन्नुभयो, हाम्रो दिदीले पनि भनेर गइसक्नु भएको छ। जनस्वास्थ्यको उपस्थिति अलिक कमै भएको मैले पनि महसुस गरेको छु। किन भन्दा हामीमा कर्मचारी एकदम कमै छौँ अनि हाम्रो कार्यक्रमको चाप पनि त्यस्तै भइरहेको हुनाले गर्दा पनि हामीले जनस्वास्थ्यका सम्पूर्ण साथीहरूलाई यहाँ एकजना चाहिँ मजाले नै यहाँ चाहिँ आएर डेडिकेटेड भएर काम गर्नुपर्ने हो, तर त्यो हामी गर्न सकेन। हामीले हिजो मात्रै कालिम्पोङमा पनि अरू एउटा तालिम सञ्चालन गरेका थियौँ। त्यहाँ पनि जानुपर्ने अनि अन्य अरू विविध कार्यक्रमहरू छन्। त्यो कार्यक्रमले गर्दा पनि हाम्रो फोकल पर्सन साथीहरूले धेरै समय लिएर तपाईँहरूसँग आएर सिकाउनु पनि सक्ने कारणले यसमा चाहिँ हाम्रो कमजोरी नै भन्नुपर्छ। किन भन्दा हाम्रो म्यान पावरको कमी पनि हो। र अर्को कुरा अब यो अहिले आर्थिक वर्षको अन्तिम अन्तिममा आउँदाखेरि हाम्रो कार्यक्रमहरू पनि चाप अलिक बढी भएको हुनाले यहाँ आएर तपाईँहरूसँग भलाकुसारी गर्ने, केही कुरा सेयर गर्ने त्यो पनि हामी गर्नु नसकेकै अवस्था हो। सबैभन्दा दुःखको कुरा चाहिँ यो नाम नै स्वयंसेवी झुन्डिएको छ। त्यही भएर अघि पनि तपाईँहरूले अलिअलि गुनासो पनि गर्नुभयो। यो छुट्टै पाटो पनि छ है। अलिकति 2-3वटा कुरा गर्छु म यसमा। यो कामसँग रिलेटेड तपाईँहरूसँग 3टा कुरा अलिकति बढी महत्त्वपूर्ण छ। एउटा अलिअलि सिट चाहियो है। यो तपाईँहरूले बच्चाको त्यो पोखा हान्ने पत्ता लगाउन सक्नु पऱ्यो आफैले पनि। अलिअलि त्यो सिट तपाईँहरूलाई दिएको छ, अब तपाईँहरूलाई जिम्मा छोडेको छ। अर्को कुरा यो फिता बान्नेदेखि लिएर विभिन्न सिटको कुरा भयो। अर्को यो सँगै फेरि विभिन्न ज्ञान पनि चाहिएको छ है। विभिन्न रोगको घरि के रोग आउँछ, घरि के आउँछ, त्यसको ज्ञान पनि चाहिएको छ। र त्यो सँगसँगै फेरि अर्को त्यो मान्छेसँग व्यवहार पनि गर्नुपर्छ है। यसरी चलाउनु पऱ्यो, यसरी बोल्नु पऱ्यो, झोला बोकेर छाता बोकेर हिँड्नु पऱ्यो है। तपाईँहरूमध्ये कतिजना आफै पनि आमा हुनुहुन्छ, कतिजना बुहारी हुनुहुन्छ है, कतिजना कसैको अरू पनि भूमिकामा हुनुहुन्छ नि त। तपाईँको घरमा पनि त गाईबस्तु छन्, अरू पनि काम छन्, खाना बनाउनु पर्नेछ। तर त्यो सबै काम छोडिकन अब यसमा 2-3वटा कुरा छ। यो फेरि तपाईँहरूले झोला बोकेर हिँडेर यतिको काम गरेर संसारमा केही नै भएको छैन भन्ने कुरा होइन। केही कुराहरू राम्रो, एकदमै राम्रो पनि भएको छ होइन। हालसालै पनि हामीले पूर्ण खोपयुक्त हाम्रो पालिका घोषणा गऱ्यौँ। देशैभरि घोषणा भइरहेको छ। यसको सबैभन्दा महत्त्वपूर्ण योगदान यो हो। र अर्को त्योभन्दा पनि महत्त्वपूर्ण योगदान चाहिँ म तपाईँलाई भन्छु, हाम्रो देशमा अब पोलियो थोपा खुवाइरहेछौँ नि हामीले है यो। तर हाम्रो देशमा चाहिँ अहिले पोलियोको रोग देखा नपरेको धेरै वर्ष भइसक्यो। तर हामीले छिमेकी बङ्गलादेश, पाकिस्तान, इन्डियामा अहिलेसम्म पनि उन्मूलन हुन सकेको छैन है। त्यो चाहिँ यो तपाईँहरूकै कारणले गर्दाखेरि पनि योगदान भएको है। त्यो कुराहरू तपाईँहरूले कसैले तपाईँलाई भनिहाल्यो भने त्यो कुरा तपाईँहरूले भन्नु, हाम्रो कारणले यस्तो पनि भएको छ है भनेर है। त्यो कुरा चाहिँ तपाईँहरूले एउटा मैले जोडको कुरा हो। अर्को कुरा सुविधाको कुराहरू सङ्घले, जनस्वास्थ्य कार्यालयले दिने कुराहरूमा अरू कुरा छुट्टै छ। र हाम्रो स्थानीय तहले दिने कुरामा चाहिँ अस्ति पनि हाम्रो अध्यक्षज्यूसँग सल्लाह भएको छ। सायद अर्को वर्षदेखि हामी तपाईँहरूको न्यूनतम रकम चाहिँ यो हाम्रो स्वास्थ्य बिमा जुन चाहिँ तपाईँहरूको परिवार सबैलाई हुन्छ त्यसको चाहिँ हामी अब सङ्घ सरकारले थोरै बिहोऱ्यो भने छुट्टै कुरा, नत्र भने हामी 90% जति चाहिँ हाम्रो पालिकाबाट तपाईँहरू सबैको बिहोर्ने हाम्रो कुरा भएको छ। सायद यो साउनदेखि निर्णय पनि होला। हामी 100% चाहिँ कहिले पनि गर्दैनौँ है। किनभने थोरै योगदान चाहिँ तपाईँहरूको तर्फबाट पनि हुनु पऱ्यो भन्ने हाम्रो कुरा हो। यो चाहिँ अब तपाईँहरूको लागि अलिकति खुसीको कुरा पनि हो है। र त्यो सँगै अर्को कुरा चाहिँ यो तपाईँहरूले ज्ञान सिक्दा सिक्दै पनि अर्को कुरा के पनि सुरु भइसक्यो भने फेरि कहिले चाहिँ पहिला त रेडियोमा, टिभीमा देखेको कुराहरू चाहिँ स्वास्थ्य कर्मीसँग सोधेर मात्र त्यो कुरा सही छ कि छैन भने मात्र अनि त्यो कुराहरू चाहिँ भन्ने तालिम चाहिँ निरन्तर नै भइरहेछ। यही खालको तालिम नभए पनि अब तपाईँहरूलाई हामीले जनस्वास्थ्य कार्यालयले र अरू विभिन्न संस्थाहरूले पनि सिकाउने क्रम चाहिँ जारी नै रहन्छ। त्यही भएर यो मात्रै अन्तिम हो भन्ने चाहिँ हजुरले नबुझ्नु होला। यो देशमा हाम्रो नेपालमा सबभन्दा सफल हासिल गर्नुभएको भनेको चाहिँ महिला स्वयंसेविकाको कारणले देशमा एउटा मातृ मृत्यु दरलाई कम गर्ने, बच्चाको मृत्यु दर कम गर्ने कुरा चाहिँ यहाँहरूको सम्पूर्ण
को कारणले नै अहिलेसम्म सफल भएको मान्छु म। किनभने म त धेरै बुढो मान्छे, जमानादेखि खालि झारको काम मात्रै देखिन्थ्यो, सिटामल भनेर सुनिन्थ्यो, अरू उसको नाम पनि थाहा हुँदैन। र हामीले यसो बर्खातिर चाहिँ यो चाहिँ बढी चाहिँ अब यो गर्मीको टाइममा चाहिँ बढी मृत्युदर बच्चाको मृत्युदर बढी हुन्थ्यो गर्मीको टाइममा। र हामी जमातिर वनतिर बस्दै हेर्नु हामीले चियानतिर बच्चाको चियान कोक्रो फालेको के फालेको भुवाबसी दुनियाँ दिवाना चाहिँ एउटै घरको पनि मेरो छिमेकमा एउटै घरको एक साल 3टा बच्चा पनि मरेको थाहा छ। यस्तो चाहिँ एउटा दुर्भाग्य कुराहरू चाहिँ यहाँहरूको साथ सहयोगले यहाँको प्रयत्नले नै यो हटेको छ। यो सबभन्दा ठुलो चाहिँ देशमा सफल भएको नै यति देख्छु म। खासै यो नेपाल सरकार होस् कि हिजोको सरकार होस् कि सफल भएको चाहिँ यही मान्छु। यसमा म चाहिँ दिन्छु र अहिले सबै भएको छ। तपाईँलाई असलै दुःख छ, त्यस्तै दुःख एउटा नै छ। स्वयंसेविका भनेको सिट्टै काम गर्नु भनेको खासै वास्तवमा स्वयंसेविका। अब हामी एउटा चाहिँ त्यस्तै वास्तवमा हाम्रो तल भत्ता खास केही पनि छैन, भत्ता छ अलिअलि यसो टेलिफोन गर्छ, हाम्रो पनि केही पनि छैन, दुःख हुन्छ, प्रयत्न गर्नुपर्छ। र तपाईँले जति दुःख गर्नु भएको छ तपाईँको छिमेकीले पनि मन परेको हुँदैन। यो मलाई थाहा छ। स्वयंसेवा भइदियो कति भत्ता आउँछ राम्रो त्यो भन्छ। तर त्यस्ता कुरालाई हामीले पचाउनुपर्छ कि हाम्रो काम कर्तव्यलाई चाहिँ सबभन्दा ठुलो मान्नुपर्छ। हाम्रो काम कर्तव्यले कति रिजल्ट आउँछ, कति सेवा पुगेको छ, सके मान्छेले देख्ला नभए भगवान्ले देख्ला भनेर पनि हामीले हाम्रो काममा चाहिँ एकदम दखल भएर चाहिँ हामीले काम गर्नुपर्छ। यो यहाँले गरिआउनु भएको छ, खुसी लागेको छ। र 2 नम्बर वडा बिबुमा 2 नम्बर वडादेखिको लिएर 7-8 नम्बर वडासम्मको चेलीबेटी यहाँ आउनु भएको छ। दुःख भयो होला, यसमा कुनै व्यवस्थापनमा कम भयो होला, यसमा क्षमा दिनुहोस्। मेरो पनि त्यो दोष मलाई पनि लाग्छ, यसमा क्षमा दिनु होला। र अहिले हाम्रो कार्यकारी सरले भनिसक्नु भएको छ, तपाईँलाई दुःख छ 90% चाहिँ हाम्रो गाउँपालिका तर्फबाट तपाईँले व्यवस्थापन गर्ने कुरामा अब आर्थिक वर्षबाट त होला अथवा अहिले पनि केही सकिन्छ भने अहिले हाम्रो स्वास्थ्य शाखा हामी सरले भन्नुभएको छ यो अहिलेको खर्चको परिमार्जन गर्ने कुराहरू चाहिँ भोलि अलि अप्ठ्यारो नहोस्, त्यसको लागि चाहिँ कतैबाट नै यही पाला आर्थिक वर्ष नै यही पाला नै ईश्वर सरले भने जस्तो त्यसले व्यवस्थापन गर्ने कुरामा हाम्रो वडाबाट नै बोल्ने कुरा हामीसँग दिने कुरा त केही पनि हुँदैन, यो कुरो पनि हुँदैन कि गोजीबाट दिने हो। बोल्ने कुरामा यसमा सपोर्ट गर्ने कुरामा हामी तयार छौँ। तपाईँले यस्तो मैला ओल्लो घर पल्लो गरेर अरू पनि मैला हुनुहुन्छ नि, तपाईँले पनि एउटा सेलेक्सन गरेर छानेर त्यो समाजले पत्याएर नै तपाईँले सल्वाई गरेर पठाएको हुन्छ। त्यो कुरा नै मान्नुपर्छ भन्दै अब यहाँलाई टाढा छ, यहाँहरूको चाहिँ यो दुःखलाई चाहिँ सुख मानिदिनुहोस्। हामीले नै एउटा सेवा गर्न पाएको छ भन्ने कुरा एउटा गर्व नै मानिदिनुहोस्। हामी वडा अध्यक्षहरूले पनि चुनाव लड्छौँ, तर बङ्गै सबै गाउँभरिको मत ल्याएको हुँदैन। त्यही पनि एकै मतले भने 2 मतले जितेर कम्तीमा जनताको विश्वास लिएर हामीले आएको भनेर हामीले चाहिँ त्यसलाई चाहिँ दुःख कति पनि नमानेर हामीले काम गर्नुपर्छ, गरेका छौँ। तपाईँले त्यस्तै मान्नुहोस्। तपाईँको छिमेकीलाई मन नपर्छ एक दुईजनाले मन पर्छ। मेरो गाउँतिर घाँटो सुन्छु क्या म, स्वयंसेवी कति वर्ष खाएको छ कि एकदमै खाएको छ, भत्ता आउँछ, मजाले खाजा खानु भएको छ, कपडा फेर्नु भएको छ, हिँडेछ भन्ने कुरा चल्छ गाउँमा। तर त्यो कुरालाई चाहिँ हामीले चाहिँ थाती राखेर त्यसलाई पन्छाएर भयो नि अझ राम्रो। फेरि यो राम्रो काम चाहिँ कस्तो हुँदो रहेछ भनेदेखि राम्रो गर्छु भनेर मैले एउटा अक्षर लेख्नु भने अझ राम्रो गर्नु पाए हुन्थ्यो, अझ राम्रो गर्नु पाए हुन्थ्यो, सेवा अझ राम्रो दिनु पाए हुन्थ्यो भन्ने कुरा चाहिँ हामीले जुन चाहिँ नि प्रयत्न गर्नुपर्छ भन्ने मेरो नै भावना त्यस्तै छ, तपाईँहरू त्यस्तै छ। लास भन्नु पाएको छैन। अब फेरि तपाईँलाई उपचार गर्नु पनि कति गाह्रो छ, कति गाह्रो छ। अब तपाईँले घर छेउमा चाहिँ अर्कोले झाँक्री आएर चाहिँ दुनियाँ दिवाना गरेर बसेको हुन्छ, अनि उसको कुराले नपत्याएर भएन, उसको कुरा नपत्याएर तै पनि बुझाउने कुराहरूमा तपाईँले बुझाउनु प्र्याक्टिस गर्नु भएको छ। यो 10 दिनमा धेरै तालिम अहिले यहाँको रिजल्ट हो। यो ईश्वर सरले भन्नुभयो तपाईँको रिजल्ट राम्रै आएको देखियो, यसमा खुसी व्यक्त गर्दै यस लादो खेल पुरस्कार सम्पूर्ण कर्मचारी दिदीबहिनीहरू र हाम्रो जनस्वास्थ्य शाखाबाट आउनुभएका सरहरू र म मेरो तर्फबाट र मेरो भनौँ आकिमशालाई पनि यहाँसम्म आउनुभएकोमा यहाँलाई स्वागत गर्दै म धन्यवाद दिन चाहन्छु। र यो समापन भन्दै यो आजको यो 10 दिने आधारभूत तालिम कार्यक्रममा चाहिँ यी समापन भएको घोषणा गर्छु। धन्यवाद।